हेलो हेलो सबैजनालाई वेलकम छ मेरो यो सानो भ्लगमा। म चाहिँ अहिले यो मालदिप्स भन्ने ठाउँमा हो कि अनि सबैजनालाई एउटा जनचेतनामूलक एउटा भिडियो बनाउन गइरहेको छु मालदिप्सको बारेमा। होइन यो मालदिप्स भन्ने ठाउँमा चाहिँ मान्छेहरू किन आउँछन् होला क्या, खासै त्यस्तो कमाइ हुने ठाउँ पनि होइन। अनि भनौँ न जति सोचेको छ जति एक्सपेक्ट गर्नुहुन्छ त्योभन्दा कम नै पाउनुहुन्छ क्या यो मालदिप्स भन्ने ठाउँमा। त्यही भएर मालदिप्स चाहिँ नआए हुन्छ जस्तो लाग्छ कि मान्छेहरू किन दुःख गर्न आउनुहुन्छ हौ यस्तो ठाउँमा, भनेको जस्तो केही हुँदैन। मालदिप्स अब यस्तो हो, सबै मालदिप्स देश नै पुरै खत्तम हो भन्ने त होइन यो 100%मा 90% चाहिँ त्यस्तो नै छ। अनि 10% राम्रो होला, 10% राम्रो होला। 10% राम्रोमा त्यही हो, भाग्यमानीको मात्र अलिकति हुन्छ क्या त्यो, भनौँ न राम्रो काम पाउने, राम्रो स्यालेरी पाउने, राम्रो के हुने होइन। अनि यो मालदिप्समा चाहिँ मेन प्रब्लम भनेको पैसा घर पठाउन, अनि जति जे भनेर ल्याउँछ नि मान्छेले, एजेन्टले भनौँ न अब डलर दिन्छ, यस्तो डलर पाउँछ, सर्भिस चार्ज पाउँछ होइन, के टिप गरेर हुन्छ 700-800 डलर भन्ने कुराहरूमा चाहिँ अलिकति ट्रस्ट नगरे हुन्छ होइन। मालदिप्स हामी अब भोगिरहेको मान्छे होइन, हामी पनि 1 वर्ष कम्प्लिट भयो हामी बसेको, पुरै मालदिप्स खत्तम भन्ने चाहिँ होइन। यस मलाई चाहिँ मेरो हिसाबमा, मेरो सोचमा, मेरो विचारमा होइन, मालदिप्स एकदम थर्ड क्लास कन्ट्री नै हो होइन, यो एसियाको। अनि जे होस् अब भनौँ न सबै त्यस्तो त नहोला, 10% राम्रो होला, 90% त्यस्तो नै छ मैले जहाँसम्म बुझेको छु, जहाँसम्म देखेको छु। अनि मेन प्रब्लम भनेको हामी जुन मालदिप्स भनेर आउँछौँ होइन, अनि यो आइल्यान्डमा पऱ्यो भने चाहिँ कुकुरले नपाएको दुःख चाहिँ एकदम पाउँछ क्या, एकदम होइन। साँच्ची डलर पाउँदैन, स्यालेरी डलर भनेर लिएर आउँछ नि त हामीलाई त, स्यालेरी डलरमा यिनीहरूले दिन पनि सक्दैन, बाहिरको मान्छे राख्नै सक्दैन क्या, यिनीहरूको क्षमता नै छैन क्या आइल्यान्डमा भएको मान्छेले। अनि भनौँ न सिटीतिर यताउति चाहिँ ठिकै होला, अब माले मेन सिटीहरूतिर, अनि अब सेकेन्ड सिटीहरूतिर चाहिँ राम्रै होला, स्यालेरी पनि राम्रै पाउँला। तर आइल्यान्डमा जति दुःख पाइन्छ नि होइन, आइल्यान्डमा फस्यो भने मान्छे निस्किन एकदम गाह्रो छ होइन। त्यही भएर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू होइन, केही गरी मालदिप्स आउँदै हुनुहुन्छ भने चाहिँ एकदम सोचेर विचार गरेर बुझेर होइन, कुन ठाउँमा हो लोकेसन आफूले पनि अब बुझ्ने मान्छेहरू हुन्छ होइन, आफूले एकचोटि हेरेर बुझेर कुन ठाउँमा जाँदैछु भन्ने कुराले त्यो फिक्स गरेर कस्तो ठाउँमा छ होइन, काम केको लागि हो त्यो एकदम आफैले एकदम बुझेर होइन आउनु होला मालदिप्स भन्ने चाहिँ। नभए चाहिँ अरू हामी जस्तै आइल्यान्डमा परेर फसेर बस्ने मान्छेहरू चाहिँ होइन, हामीबाट निस्किन पनि गाह्रो छ। त्यसरी हामी जसरी आइल्यान्डमा फसिनु भयो भने चाहिँ एकदम कुकुरले नपाएको दुःख पाइन्छ होइन, स्यालेरी टाइममा हुँदैन, खानाको पैसा टाइममा हुँदैन, यहाँको मान्छेहरूको भनौँ न बोलीहरू होइन हुन्छ नि। अब मान्छेले अब रेस्पेक्ट भन्छ नि त, रेस्पेक्ट कसरी गर्छ, रेस्पेक्ट कसरी दिने हो, कसरी लिने हो, यो कुरा नै बुझेको छैन क्या हामीको मान्छेहरू भनेको। पुरै जङ्गली जस्तो लाग्छ क्या मलाई चाहिँ होइन, मलाई त त्यही लाग्छ, मेरो थट, मेरो सोचाइ, मेरो विचारमा चाहिँ त्यही हो होइन। मालदिप्स चाहिँ साँच्ची है सबैजनालाई भनेको हो, नेपालबाट कोही आउँदै हुनुहुन्छ कामको लागि यस्तो उस्तो भनेर एजेन्टले फकाइफुलाई गर्छ नि त, हामीलाई पनि एजेन्टले फकाइफुलाई गरेर नै होइन यहाँनिर आएको हो नि त। अब मालदिप्स यस्तो छ उस्तो छ, स्यालेरी डलर पाउँछ, यस्तो उस्तो नयाँ माया के भनेर होइन, अब ल्याइयो होला नि त भनेर पनि आइयो। अब लास्टमा आएर यस्तो ठाउँमा फसेको छ, न सट्ट घर जान सकिन्छ, यत्रो पैसा तिरेर लागत कति लाग्छ तपाईँहरूलाई पनि थाहा होला, 4 देखि 3.5 लाख 4 लाख होइन, त्यस्तै मैले पनि 3.5 तिरेर आएको होइन। अहिले हामीले 3.5 उठाउनलाई 1 वर्ष भइसक्यो, 3.5 उठाउन सकेको छैन क्या। टाइममा हाम्रो चाहिँ यस्तो छ, अब सबै आइल्यान्डमा पनि सबै नराम्रो हुन्छ भन्ने हुँदैन होइन त, राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ। अब नराम्रो कस्तो भने त, अब नराम्रो अब सबै नराम्रो पनि छैन, राम्रो पनि छैन,
नराम्रो अब 100%मा त्यही भनिहालेँ होइन। 90% त एकदम गइ गुज्रेको छ कि यहाँको मान्छेहरू। यिनीहरूले मान्छे बाहिरको मान्छे जस्तै अब लिएर आउँछ, थाइल्यान्ड कहाँ के होइन, ब्याङ्कक स्याङ्कक यस्तो फिलिपिनीहरू लिएर आउँछ। तर यिनीहरूले राख्न सक्दैन कि, बाहिरको मान्छे काम गर्नलाई राख्नै सक्दैन कि। अनि त्यही हो, नेपालबाट कोही आउँदै हुनुहुन्छ होइन भने चाहिँ आउन लागेको छ, कोही प्रोसेसमा हुनुहुन्छ भने चाहिँ एकदम धेरै बुझेर होइन, सोच विचार गरेर कुन ठाउँमा छ कस्तो छ होइन, त्यो सबै बुझेर आउनु होला। नआउनु त भन्दिनँ होइन, विदेश सबैको रहर हुन्छ होइन, आउनु पनि पर्छ, विदेश जानु पनि पर्छ। तर यो जस्तो ठाउँमा चाहिँ नआए हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। बरु अरू देश जानु न, दुबई छ, कतार छ, सबै ओमन छ, जोर्डन के भन्नेहरू छ त होइन, बरु त्यतातिर जानु। तर यो मालदिभ्स भन्ने ठाउँमा चाहिँ नआउनु क्या, मैले चाहिँ त्यही भन्न चाहेको हो होइन। अब आउनु नै हुन्छ भने धेरै बुझेर होइन, कहाँ हो कस्तो हो, लोकेसन कुन ठाउँमा छ, के छ, आइल्यान्ड हो कि सिटी हो कि रिसोर्ट हो कि होइन। रिसोर्टमा हुने मान्छेहरूलाई पनि राम्रै छ भनौँ, राम्रो हुनेमा राम्रै छ, नहुनेमा रिसोर्टमा पनि त्यही हो, गइ गुज्रेकै छ। स्यालेरी यहाँको पैसा दिन्छ, अनि पैसा पठाउन एकदम गाह्रो छ क्या। फेरि यहाँबाट फाट्टा भन्ने बित्तिकै पठाउनु सकिँदैन। डलर भयो भने त ल मान्छेलाई भनौँ नि त, अब डलरलाई मान्छेको कोही मान्छे चिनेको छ भने मान्छे यो पैसा दिएर अब डलर ल है मेरो पठाइदिएन त नेपाल भन्यो भने चाहिँ पठाइन्छ उनीहरूले। तर अलिकति पैसा काट्छ उनीहरूले। तर त्यो पनि भर छैन क्या, खाएर भागिदियो भने कहाँ जानु भन्ने जस्तो हुन्छ, टेन्सन हुन्छ अर्काको देशमा होइन। अनि अब त्यही हो, मालदिभ्स भन्ने ठाउँ चाहिँ नआए हुन्छ। सकेसम्म आयो भने बुझेर आउनुहोस् होइन, नभए चाहिँ हामीले त दुःख पायो, नेपाली दाजुभाइ दिदीबहिनीहरू साथीहरू होइन, किन दुःख पाओस् भन्ने जस्तो लाग्छ क्या। त्यही भएर चाहिँ मालदिभ्स भन्ने ठाउँ एकदम विचार गरेर बुझेर आउनु होला होइन, त्यही भन्छु। त्यही हो, अहिले त म एकदम फ्रस्ट्रेटमा छु है। हामीलाई अब स्यालेरी नदिएको कति भइसक्यो, बित्ती भइरहेको छ नि हौ, घरमा पैसा पठाउनु पाएको छैन होइन। अब हुन्छ नि त, मान्छेले यस्तो भन्छ, घरमा पैसा कति पठाए के पठाए यस्तो होइन, कति कमाएको त जमाएको नामै छैन कि। अब यहाँनिर यस्तो छ क्या, आउने पैसा आउँछ अलिअलि कोही कोही टाइममा, महिनामा 3 महिनामा 4 महिनामा एकचोटि पैसा आउँछ होइन। त्यो पैसा पठाउनलाई मान्छे कता भौतारिनुपर्छ होइन। भौतार्यो आफूसँग राख्दा त्यो पैसा होइन यत्तिकै सकिन्छ कि, खानु पऱ्यो अलिअलि होइन। अब हुन त अब जोगाउने मान्छेले जोगाइ पनि रह होला, पठाइ पनि रह होला होइन। तर अन्तिममा चाहिँ यही भन्छु, मालदिभ्स भन्ने देश चाहिँ एकदम बुझेर सोच विचार गरेर होइन आउनु होला। अब रहर त लाग्छ नि, समुद्र देख्छ होइन, यहाँ पौडी खेल्ने ठाउँ छ होइन। अब यस्तो समुद्र देख्दा त रहर त लागिहाल्छ होइन। तर वातावरण पनि राम्रै छ भनौँ, वातावरण पनि राम्रै छ। तर काम गर्नलाई आउँदै हुनुहुन्छ भने चाहिँ एकदम सोचेर विचार गरेर होइन, बुझेर कस्तो ठाउँमा छ, के छ, कतिको स्यालेरी दिन्छ, कसरी दिन्छ, केमा दिन्छ, डलर दिन्छ कि एमबिआर दिन्छ कि होइन। अब त्यो राम्रोसँगले बुझेर आउनु होला भन्छु होइन। र हामीले जस्तो दुःख खेप्न नपरोस् नेपाली दाजुभाइ दिदीबहिनीहरूले होइन, त्यही भन्न चाहेको हो। ल यति भन्दा मेरो दुई शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।